हेलो एन्ड नमस्ते साथीहरू, वेलकम ब्याक टु माई युट्युब च्यानल। आजको यो भिडियो चाहिँ विशेष गरेर केही साथीहरूले फाइनल इक्जाममा आएका प्रश्नहरूको क्वेसन रिभ्यू ल्याउन पर्यो भनेर एकदमै डिमान्ड गर्नुभएको थियो। सोही सन्दर्भमा मैले यो फाइनल इक्जाममा आएको यो हेनछुङ्गिल यो चाहिँ शहीद दिवसको बारेमा यो प्रश्न नमुना तयार पारेको छु है साथीहरू। कृपया यो भिडियोलाई अन्तिमसम्म हेरेर आफ्नो जिज्ञासालाई मेट्नु होला है त। यो चाहिँ एकदमै महत्त्वपूर्ण फाइनल इक्जाममा आइसकेको प्रश्न हो है त साथीहरू। यहाँनिर हेरौँ के लेखिएको छ है त। हेनछुङ्गेरुन हाङ्गुगेस मेनन युवल युगेरे इस्मिदा। यो हेनछुङ्गेल शहीद दिवस चाहिँ कोरियामा 6 महिना 6 गते पर्दछ। यी नारेनन छन्जेङेस छुगुन सारामदुरुल खिय खागो। यो दिनमा चाहिँ कोरियन युद्धमा छन्जेङेस कोरियन युद्धमा छुगुन सारामदुरुल मरेका मान्छेहरूलाई खिय खागो स्मरण गरेर खोमाप्के सेङ्गा खानन नारिम्य धन्यवाद अथवा कृतज्ञ व्यक्त गर्ने दिन हो र कोछुल म्यौजिएनोको फुललाई चिहानमाथि राखेर खिदोरुल हाम्निदा प्रार्थना गरिन्छ भनेको छ है त। यो दिनमा के गर्छ भन्दाखेरिमा चाहिँ यो दिनमा कोरियन युद्धमा मरेका मान्छेहरूलाई सम्झिएर ती मान्छेहरूको नाममा धन्यवाद अथवा कृतज्ञ व्यक्त गर्ने दिन हो र चिहानमाथि फुल राखेर प्रार्थना पनि गरिन्छ भनेको छ है त। अनि यी नारेनन हाक्यवा होइसादो सुइम्यो। यो शहीद दिवसको दिनमा विद्यालय र कम्पनी बन्द हुने गर्दछ र खुक्किनन फान्चुम नेर्य जिम्निदा राष्ट्रिय झन्डा यो शहीद दिवसको दिन आधा जति मात्रै ढल्काइन्छ अथवा ठडाइन्छ भनेको छ है त। अनि मधुगा छोयोङी सिगानुल फोनेमेन्स। अनि सबैजनाले शान्तसँग समय बिताउँदै छन्सादुरुल सेङ्गा खागो जुन शहीदहरूलाई सम्झिएर खाम्साए माउमुल फ्योयन हाम्निदा यो आभार व्यक्त गर्दछन् भनेको छ। यो जुन चाहिँ सबैजनाले शान्तसँग समय बिताउँदै शहीदहरूलाई स्मरण गर्दै सम्झिँदै आभार व्यक्त गर्दछन् भनेको छ। अनि यी नारुल उरिए यौङदुरुल खिय खागो खुदुरे होइसेङ्गुल सेङ्गा खानन सोजुङहान नारिएयो। यो दिनमा चाहिँ आफ्नो यौङदुरेगे भनेको वीरहरूलाई खिय खागो सम्झिएर खुदुरे तिनीहरूको होइसेङ्गुल भनेको बलिदानलाई सेङ्गा खानन सम्झिने अथवा स्मरण गर्ने सोजुङहान बहुमूल्य अथवा महत्त्वपूर्ण नारिएयो दिन हो भनेको छ है त। म फेरि पनि एकचोटि भनिदिन्छु। यो शहीद दिवस चाहिँ कोरियाको 6 महिना 6 गते पर्दछ। यो दिनमा कोरियन युद्धमा मरेका मान्छेहरूलाई सम्झिएर धन्यवाद अथवा कृतज्ञ व्यक्त गर्ने दिन हो र चिहानमाथि फुल राखेर प्रार्थना पनि गरिन्छ। यो दिनमा शहीद दिवसको दिनमा विद्यालय तथा कम्पनी बन्द हुने गर्दछ र यो दिनमा चाहिँ राष्ट्रिय झन्डा आधा जति मात्रै ढल्काइन्छ। अनि सबैजनाले शान्तसँग समय बिताउँदै यो शहीदहरूलाई स्मरण गरेर आभार व्यक्त गर्ने अथवा धन्यवाद कृतज्ञ व्यक्त गर्दछन् र यो दिनमा चाहिँ आफ्नो वीरहरूलाई सम्झिने र ती वीरहरूले गरेका बलिदानलाई चाहिँ सम्झिने महत्त्वपूर्ण दिन हो भनेको छ है त। अब लागौँ हामी यसको एन्सर अप्सनतर्फ। 1 नम्बरमा हेरौँ। हाक्यवा होइसादो सुइगित्ते मुने खुक्किनन फान्चुम नेर्य जिम्निदा भनेको छ। यो विद्यालय तथा कम्पनी बन्द भएको कारणले चाहिँ यो राष्ट्रिय झन्डा आधा जति ढल्काइन्छ गरे, तर यो चाहिँ गलत हो है त। किनभने यो विद्यालय र कम्पनी बन्द भएको कारणले राष्ट्रिय झन्डा आधा ढल्काउने होइन कि यो शहीद दिवस भएको कारणले चाहिँ यो राष्ट्रिय झन्डा
आधा ढल्काउने हो है त। त्यही भएर यो 1 नम्बर मिल्दैन है त। अब 2 मा जाउँ। यी नारुन हाङ्गुगेस छुगुन सारामदुरुल खिय खाम्निदा भनेको छ। यो दिनमा कोरियामा मरेका मान्छेहरूलाई स्मरण गरिन्छ अथवा सम्झिन्छ भनेको छ। तर यो गलत छ है त साथीहरू। किनभने कोरियामा मरेका मान्छेहरूलाई स्मरण गर्ने होइन कि हैन, कोरियन युद्धमा चाहिँ जुन बलिदान दिएका छन् ती वीरहरूलाई मात्रै स्मरण गर्ने हो है त यो दिनमा चाहिँ। त्यही भएर यो मिल्दैन। अनि 3 मा जाउँ। खिदोरुल हागो नास म्यौजिए कोछुल नसुम्निदा भनेको छ। प्रार्थना गरिसकेपछि चिहानमाथि फुल राखिन्छ भनेको छ त। तर यो गलत छ है त। यहाँ माथि हेर्न सक्नुहुन्छ कोछुल म्यौजिए नोखो फुललाई चिहानमाथि राखेर खिदोरुल हाम्निदा प्रार्थना गरिन्छ भनेको छ। तर यहाँ चाहिँ 3 नम्बरको अप्सन विपरीत छ। पहिला प्रार्थना गरिन्छ भनेको छ अनि पछि बल्ल फुल राखिन्छ भनेको छ। तर पहिला फुल राख्ने अनि पछि बल्ल प्रार्थना गर्ने हो है त। त्यही भएर यो मिल्दैन। 4 मा जाउँ। खुक्कारुल उइए राष्ट्रको लागि होइसेङहान बलिदान दिएका यङुङ दुरेगे वीरहरूलाई खामसारुल फ्यौजी हानन नारिमिदा धन्यवाद अथवा कृतज्ञ व्यक्त गर्ने दिन हो भनेको छ है त। यो राष्ट्रको लागि बलिदान दिने वीरहरूको लागि स्मरण गर्ने दिन हो भनेको छ। यो चाहिँ पक्कै पनि एकदमै सही उत्तर आएको छ है त साथीहरू। यो चाहिँ एकदमै मिल्दोजुल्दो एन्सर छ है त। हैन, राष्ट्रको लागि बलिदान दिने जुन चाहिँ वीरहरूको लागि सम्झिने दिन जुन चाहिँ शहीद दिवस भनेर ह्यान्सुङ्गेल भनेर माथि टपिक पनि दिइसकेको छ। त्यही भएर हाम्रो एन्सर नम्बर 4 है त। आजको लागि यति नै साथीहरू। आजको मेन फोकस भनेको यो ह्यान्सुङ्गेलको बारेमा थियो है त। मेन डिमान्ड पनि यसैको थियो इक्जामको क्वेसन रिभ्यू ल्याउनुहोस् भनेर साथीहरूले भन्नुभएको थियो। यही नै हो। बाँकी नेक्स्ट भिडियोमा चाहिँ थप नयाँ कुराको प्रश्नको रिभ्यू ल्याउने नै छु। त्यति बेलासम्मको लागि यो भिडियो हेर्नु होला है त साथीहरू। धन्यवाद।